यो चाहिँ प्याजहरू सकिन्छ त्यसो भुक्कन बन्दैछ है आज चाहिँ बनाउँदैछु अब यसमा भुक्कन हालेँ ओके इसमें बेसार रखें साथी बेसार जिंजर गार्लिक पेस्ट ओके माथिबाट चाहिँ स्प्रिङ अनियनको माथिबाट स्प्रिङ अनियन हालिदिएको छु दामी हुन्छ नि भुक्कनमा त स्प्रिङ अनियन त मसाला यो चाहिँ मीट मसाला टमाटर ऐड गरियो आदि लसुन पेस्ट ल है यहाँ चाहिँ अब रक्ती याद गरियो मासु भुटेर पनि लगभग भइसकेको यसमा रक्ती याद गरियो अब अर्को रेडी पार्नु है यो पाकिसक्यो ओके गाइज अब हामी खानालाई रेडी भएको सबै कुरा बनाइयो स्पेशल आज यो चाहिँ भुटन रोटी परोठा रोटी सलादहरू काटेछ नि आज चाहिँ यो तरिकाले बनायो भुराहरू यता खाना लाग्दैछन् है ल देख्न सक्नुहुनेछ यता बट्टेमा चाहिँ फेरि भुटन यति रमाइलोसँग आज बनाएर जाडोमा आज भुटन बनाएर खाइयो है गाइज ल